भएको ड्याम रहन्छ भने ड्याम ढाडमा हान्नु मेरो फोटो खिच्नु राम्रो यति रिस लाग्यो नि मलाई यस्तालाई नि के भाइ भन्नु मनोज भाइ यस्तो रिठे बेलाइछ सुरु मेरो भाइ त शान्त छिन् त किन हो हेलो एभ्रिवान वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल अगेन सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि यहाँ सन्चै छौँ अनि फेरि पनि आइसक्यौँ हामी एउटा अर्को नयाँ भिडियो लिएर आज चाहिँ हामी घुम्न जाँदैछौँ यो मेरो साथी सुरु हाई अनि हामी चाहिँ साथीहरू घुम्न जान लागेको आज अनि केटाहरू आउँदैछन् तिनीहरूले यति कुरा हामीलाई अघि नै निस्केको हामीहरू तिनीहरू आएर अगाडि हामीलाई गाली गर्छन् भनेर सोचेर हामी अगाडि आएको हामीहरू यहाँ कुरेर बसिरहेछौँ यस्तो रिस उठिरहेको छ कति बेला आइपुग्छन् थाहा छैन आज चाहिँ हामीहरू कहाँ गरे गोदावरी घुम्न जाने भनेको छौँ अब कति बजिसक्यो घडी नि बिग्रेछ कति बज्यो यसले घडी लगाइदिने यस्तै कति बज्यो भनेपछि 1:46 भयो अहिलेसम्म तिनीहरू आएकै छैनन् हामीहरू बसमा बसेकै छैनौँ कति बेला पुग्ने हो थाहा छैन गोदावरी यहाँबाट धेरै टाढा हो अरे कता ललितपुरतिर अनि हामीहरू कोही पनि गएको छैनौँ फेरि कसैलाई बाटो पनि थाहा छैन अब बसले जहाँ लगिदिन्छ त्यही जाने हो अनि अब उतै गएर भेटौँला मेरो साथीहरूलाई भेटाउँछु अहिले को जाँदैछौँ भनेर आज रमाइलो गर्ने हो घुम्ने हो गाइज मैले मेरो साथीहरूलाई यहाँ भेटाइसकेँ यिनीहरू हराएका थिए अनि यिनीहरूलाई खोजी खोजी ल्याएर यहाँ रोएर बाटोमा बसिरहेको थिएँ अनि यिनीहरू ल्याएर अहिले घुमाउन लाग्दैछु म अनि यिनीहरूलाई अहिले म घुमाउनु लाग्दैछु सुरु दुश्मन होइन सुरु स्विटार्ट हो रोशनीको अनि अब हामीहरू चाहिँ कोटेश्वर जाँदैछौँ यहाँ तिनकुनेबाट अनि बस कहाँ लाग्छ त्यो पनि थाहा छैन यिनीहरूलाई पनि थाहा छैन अरे ल अहिले भेटौँला गाइस हामीहरू आइसक्यौँ अब हामीहरू यहाँ गोदावरी पुगिसक्यौँ अब भित्र गार्डन जाँदैछौँ पानी परेको छ हाम्रो घुम्ने त नसिबमै लेखेको छैन जस्तो छ पानी परेछ पानीमा घुम्ने भयौँ हामीहरू अगाडि छन् यिनीहरू म चाहिँ पछाडि छु यहाँ चाहिँ पुरै कुहिरो लागेको छ पानी परेर यस्तो हिलो भएको छ अझै पानी परिरहेको छ बसिन अझै अब एकछिन पछि झन् ठुलो पानी पर्ने त होला त गाइस हामीहरूले खानेकुरा पनि किनेर लगिसक्यौँ अब भित्र गएर मजाले बसी कुचु खान मजा आउँछ नि त अनि के नत्र नि एकअर्काको अनुहार हेर्ने त अब यहाँ त पुरै जङ्गल जस्तो रहेछ भित्र छिर्दैछौँ अब एन्ट्री टिकट चाहिँ लाग्छ होला हेर्छौँ कति लाग्छ अगाडि दुईजना छन् तिनीहरू त हामीलाई छोडिदिन्छन् सुरुलाई मलाई त एक्लै आए जस्तो गर्छन् है गाइस हेर्नु कस्तो यहाँ अगाडि कुहिरो लागेछ पानी परिरहेछ हाम्रो खानेकुरा सुरुले बोकेर हिँडिरहेको छ यहाँ छन् प्रवीण बाँदर यहाँ छन् अर्को मनोज बाँदर हामीहरू धेरै भित्र आइसक्यौँ गाइस यिनीहरूलाई केही थाहा छैन कहिले आएर फोटो खिचेको सबुत देखाइदिन्छु भन्छन् केही थाहै छैन जङ्गल जे भयो भने ल मलाई याद आयो माथि यहाँ गाडी मैले पार्क गरेको थिएँ म यहाँ थिएँ मलाई बल्ल याद आयो ऊ त्यहाँ अगाडि त्यही त हो त किनेर हराउनु लाग्यो अहिले नभएको ड्याम रहन्छ भने ड्याम ढाडमा हान्ने ओके मलाई त विश्वास लाग्नु छोडिसक्यो फुल भिडियोमा त मैले पनि देखिरहेको थिएँ यो हो मैले यही भनेको यता यो वाला साइड छ नि बल्ल आयौँ घर जस्तो अनि त्यो गोदावरी परेमा गीतमा गराएको थियो नि विश्वासको कुरा नगर के जङ्गल जस्तो रहेछ यस्तो अनि कति धेरै मान्छे छन् यहाँ अनि यहाँ अगाडि चाहिँ फुलहरू रहेछ अहिले हेरेर देखाउँछु भिडियोमा खै हेर्नु यहाँ खोला जस्तो यस्तो खोला जस्तो बनाएको रहेछ यो आर्टिफिसियल धेरै गहिरो पनि छैन हेर्नु न खोला जस्तो बनाएको रहेछ पुरै पानी बग्ने परे भिडियो नबनाउनेवाला म परे भिडियो बनाउनेवाला अनि म चाहिँ पछाडि यिनीहरू चाहिँ अगाडि मलाई छोडेर अगाडि पुगिसक्यो कहाँसम्म पुग्ने रहेछ यिनीहरू गोदावरी बनैमा राख मलाई मनैमा यहाँ त पिकनिक पनि खान आउनु रहेछ ड्राई पिकनिकको लागि चाहिँ राम्रो रहेछ उता अगाडिसम्म जाऊँ न त्यहाँ अगाडि पनि रहेछ त कस्तो राम्रो हिँड्नुको यहाँ चाहिँ पिकनिक खान आउनु रहेछ नि यता पिकनिक स्पट रहेछ उता चाहिँ त्यहाँ चाहिँ फुलबारी जस्तो छ क्या अहिले जाम्ला भन्ने छ नि यो अलिअलि ल्याएको खानेकुरा खाएर जाम्ला भन्ने छ नि
जहाँ म अब हिँडम कता हुन्छ। यहाँ त बस्ने ठाउँ पनि छैन। उनीहरू यहाँ यस्तो बस्छ नि, म यस्तो बस्छु। बस्ने ठाउँ त छ तर आज पानी परेर पुरै मान्छे भरेर छन्। त्यो उवाला छैन क्या, के अरे बेन्चवाला छैन। केवाला छ अरे? छानावाला। अब खान्छौँ जान्छौँ। हिँड्न मात्रै आयो जस्तो। अहिले चाहिँ हामीहरू यहाँ त्यहाँ खाएर पनि सकिसक्यो। अहिले चाहिँ हामीहरू यहाँ भिडियो बनाउन लागिरहेछौँ। अगाडि हिँडिरहेछन्। यस्तो जङ्गल टाइपको रहेछ। यता साइडमा चाहिँ पिकनिक खाने जङ्गल टाइपको रहेछ। त्यहाँ चाहिँ पिकनिक खाने रहेछ, त्यहाँ पिकनिक खाइरहेछन्। अनि उतापट्टि साइड चाहिँ फुलबारी रहेछ। अहिले त्यता पनि जान्छौँ हामी। घुमिरहेछौँ, रमाइलो भइरहेछ। कस्तो भइरहेछ खानेकुरा त ल्यायौँ, पानी चाहिँ ल्याउन बिर्सेरहेछौँ कि हामीहरूले। अनि यहाँनिर यो तल चाहिँ खोला जस्तो रहेछ क्या, अनि त्यसैको आवाज आइरहेछ। पानी परेर पुरै यहाँ तल अलि हिलो छ नि त, अनि त्यही भएर कस्तो सिक्से गाई लागिरहेछ। यहाँ कपडा पनि तलको यो पानी पुरै भिजिसक्यो। जब यहाँ त पारिपट्टि जाने बाटै रहन्छ त कसरी जाने यहाँबाट? यस्तो छ। तिनीहरू त त्यहाँ अगाडिबाट गए त्यो चिप्लो बाटोबाट। हामी पो कसरी जाने? कि उहाँ अगाडि पुग्नु पर्यो। तिनीहरू त गइसक्यो, हामीहरू मात्रै हिँड्छौँ। पानीमा जान्निस् गाइज? ल हेर्नु है, म आइसकेँ यहाँ नागेर। अब सुरु आउँदैछ है। ल ये आइसक्यो सुरु। अब हामीहरू चाहिँ जान्छौँ उता फुलबारीतिर कता पो जान्छौँ। अब यति ठुलो ठाउँ रहेछ, पुरै जङ्गल के पिकनिक खानेको लागि राम्रो रहेछ। अनि पुलमा फोटो खिच्ने। अनि तिनीहरू चाहिँ अब गइसक्यो, कता गए थाहा छैन हामीलाई। हामी चाहिँ यताबाट त्यो पुलबाट गएर उता जाऊँ है। यहाँ सानो पुल पनि रहेछ काठको। यही खोला हो अघि हामी त्यहाँ नागेको। गाई चाहिँ हात्तीको यो गमला हेर्नु न। गाइज यिनीहरूले गोदावरी घुमाउनु ल्याउँछु भने यस्तो जङ्गल घुमाएर ल्याए। राम्रो भए पो राम्रो निकाल्ने हो, नराम्रोलाई कसरी राम्रो निकालम? अब त्यो त राम्रो निकाल भनेको त्यो तिम्रो कला हो। यही हो क्या? जाने यहाँभित्र पनि किन गएछन्? अरू फोटो खिचिरहेछन्। जे भए पनि जानिदिन्छ त फोटो जाने। हामीहरू गोदावरी फुलबारीबाट बाहिर निस्किसक्यौँ। मेरो फोटो खिच्दै राम्रो। यति रिस उठाएन मलाई भिडियो पनि बनाइन। एउटा राम्रो फोटो भिडियो निकाल्दैन, यस्तो पुट्की निकाल्दिने, मोटी निकाल्दिने। भन्नेको कुरा होइन क्या, भन्नेर फोटो निकाल्ने अलिकति हुन्छ नि। फोटो खिच्दैन ढङ्ग। आफ्नो फोटो चाहिँ कति राम्रो निकाल्ने अरे। सेल्फी हाने थियो होला मैले। यिनीहरूसँग बोलेर केही छैन। हामी चाहिँ अब यता यहाँ कता अर्को मन्दिर रहेछ, त्यही मन्दिर ल्याएर आछन्। यही होला ड्याम भनेको। यो अर्को कुन मन्दिर पो ल्याएर आछन् यिनीहरूले ड्याम भनेर। यहाँ ड्याम छ भनेर। यो हेर्नु नि, यो ड्याम हो अरे। यिनीहरूको कुरा ड्याम अरे, ड्याम। पर्बिनको ड्याम। गाइस यहाँ शिवलिङ्ग रहेछ। अनि शिवलिङ्गको यो पानीमा चाहिँ माछा हेर्नु न, माछा। तिनीहरू चाहिँ भित्र दर्शन गर्न गए, म चाहिँ गएन। तिनीहरू चाहिँ त्यहाँ मन्दिरभित्र दर्शन गर्न गएको छन्, म चाहिँ बाहिर बसेछु। अब आउँछन् यहाँ गोदावरीमा एउटा मन्दिर पनि रहेछ। कुन मन्दिर पो हो? शिवजीकै मन्दिर हो हुन त। यहाँ मन्दिर रहेछ, तिनीहरू भित्र चाहिँ दर्शन गर्न गएको छन्। म चाहिँ यहीँ बाहिर बसेको छु। कस्तो उम्सो भइरहेछ पानी। यो
परेको देखिरहेको छ तर न हावा चलेछ न घाम लागेछ न शीतल भइरहेछ केही भएको छैन उम्सो भइरहेछ यहाँ गर्मी भइरहेछ गाइज मेरो भाइहरूलाई देख्नुभएको छ मनोज मेरो भाइ परविन मेरो भाइ भाइ यस्तालाई नि के भाइ भन्नु के अरे परविन भाइ यिनलाई भन्छु म क्रान्ति मेरो भाइ यस्तोलाई पनि कसले भने मेरो हगाइ भाइ यस्तालाई पनि के भाइ भन्नु मनोज भाइ यस्तो रिठे बाहिर जा सोझो भने होइन क्यामेरा राख्नुपर्छ यति बोल्छ नि यिनले अहिले सुरु मेरो भाइ के छ सुरु मेरो भाइ त शान्त छिन् त किन हो हिँड्नुपर्छ नि हिँड्न जाउला कुखुराको मासु र भात खाऊ न त्यहाँ छ खाऊ न कुखुराको मासु र भात खाने त्यसको लागि मेरो घर आऊ गाइज हामी यहाँ घर फर्किँदै गाडीलाई तल झार्न लागेको रहेछ कहाँबाट ल्याएर आएको जाम लागिसक्यो यहाँ जाम ल ल ल ल ल ल ल झर 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 निस्क्यो गयो हाम्रो घुमाइ सक्यो यस्तो छ गाइज अहिले हामी चिया खान आछौँ यस्तो गर्मीमा चिया साँच्चीकै चिया खानु मन लाग्यो तिमीहरूलाई साँच्चीकै सुरु चिया खानु मन लाग्यो कस्तो गर्मीमा कसले चिया खान्छ के पानी परेछ तर गर्मी छ गर्मी लागिरहेछ हिँडी होला अब हामी चिया खाएर घरतिर फर्किन्छौँ कति 5 बज्यो कि 6 बज्नु लाग्यो अँधेर पनि भइसक्यो त्यहाँ फुटबल खेलिरहेछन् गाइस हामीहरू त्यहाँ के अरे गोदावरीबाट यता सातो बाटो आइसक्यौँ मनोज चाहिँ सुत्दै आयो मनोज तिम्रो पुग्यो कि नै त निन्द्रा तिम्रो निन्द्रा पुग्यो कि नै मनोजको निन्द्रा पनि पुग्यो अरे अब हामी चाहिँ जानलाई आफ्नो होस्टेल पुरा ठुलै पानी पर्छ क्या उता त कालो गरेछ उता अगाडि चाहिँ काठमाडौँमा यति पानी परिरहेछ अब चाहिँ हामीहरू आफ्नो होस्टेल जान्छौँ अहिले चाहिँ 6 बजिसक्यो अब यहाँबाट फेरि उता 3 कुनै जाने बस चढ्नुपर्छ अर्को गाडी चढ्नुपर्छ अनि ओइ तेरो लेस फुत्केछ सुरु ल उतै गएर भेटौँ ल गाइज हामीहरू चाहिँ अहिले कोटेश्वर पुगिसक्यौँ अब हामीहरू चाहिँ मोमो खाएर कहाँ जाने अरे बल्ल राम्रो देख्यो अँधेरोमा तिमी चाहिँ अँधेरोमा राम्रो देखिन्छ सुरु यता आइज त होला खै यता आइज न सुरुलाई अलिकति सन्चो छैन रुगा लागेर त्यस्तै छ अनि त्यही भएर अब हामी चाहिँ अघिल्लो भन्दै त हामीहरू चाहिँ मोमो खान जाँदैछौँ अब गाइज हाम्रो यहाँ नास्ता खाएर पनि सकिसक्यो हेर्न यस्तो ताकेर बिर्सिहाले त नि खाइसकेपछि यहाँ खान नसकेर यस्तो छ गाइज हामीहरू घर पनि आइसक्यौँ होस्टेलमा मुख पनि धोइसक्यौँ मुख धोएर फ्रेस भइसक्यौँ अनि कस्तो भयो त आजको दिन कस्तो लाग्यो तँलाई राम्रो भयो पानी परेर सिक्सिका धेरै लाग्यो मलाई मतलब पानी चाहिँ पहिले परेको थियो हामी ठ्याक्क बाहिर घुम्न निस्क्यौँ अनि ठ्याक्कै पानी पनि बितायो अनि तर हिलो पानी नभएको भए त हिलो हुन्थेन अनि जहाँ पनि बसिहाल्थ्यौँ रमाइलो हुन्थ्यो बस्ने ठाउँ भन्दैन खाने बेला उभि खाएँ मैले त सेतो पानी लगाएको थियो म त टुसुक यस्तरी घुँडा टेकेर बसेँ बस्ने ठाउँ नै कि बस्ने ठाउँ त थियो तर अरू अब धेरै पानी परेर अब बस्ने ठाउँ थिएन नि त बाहिर अनि त्यही बसिराखेको थिएँ सबै प्याक नै थियो के त्यही भएर बस्ने ठाउँ नभएर हिँड्यौँ घुम्यौँ अनि आयौँ रमाइलो भयो आजको दिन पनि अनि सुरुलाई चाहिँ सन्चो छैन त्यही भएर आज त्यति रमाइलो लागेन होला सुरुलाई अनि
यति नै भयो आजको दिन हाम्रो। घुम्यौँ फिर्यौँ खायौँ, तिनीहरू पनि उता गए अनि पानी परिरहेको थियो, बस्यौँ कुर्यौँ, पानी नै बिताएन अनि तिनीहरू पनि उता गए आफ्नो होस्टेल, हामी पनि आफ्नो होस्टेलमा आयौँ। अनि आजको भिडियो नै यति नै थियो। लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। लास्टमा डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई बाई एभ्रिवान।